सबै नेपाली जस्तै मलाई पनि ग्यास्ट्रिक भयो होला सोचेर हस्पिटल चेकअप गराउन जाँदा आई वाज सरप्राइज दैट आई वाज इन्फेक्टेड विथ हेपाटाइटिस ए भाइरस। हेपाटाइटिसको बारेमा चाहिँ मैले स्कुलमा मात्रै पढेको थिएँ, मैले लगभग बिर्सिसकेको थिएँ यस्तो पनि एक्जिस्ट गर्छ भनेर। एचआइभी ए भाइरस चाहिँ स्पेसली कन्टामिनेटेड फुड एन्ड वाटरबाट चाहिँ स्प्रेड हुन्छ। मेरो केसमा चाहिँ मलाई एकदमै हाई फिभर अनि टाउको दुखेको थियो। मैले चाहिँ नर्मली सिजन चेन्ज भएर होला भनेर सिटामोल खाएर हेलचिक्रा गरेको थिएँ। आफ्टर द्याट मलाई चाहिँ कन्स्ट्यान्टली भमिटिङ हुने अनि एकदमै जिउ दुख्ने भएको थियो अनि एब्डोमिनल पेन पनि भएको थियो। सो आई थट इट वाज जस्ट ग्यास्ट्रिक। लेटर मैले चाहिँ हस्पिटल भिजिट गरेँ अनि आई न्यू आई वाज सफरिङ फ्रम हेपाटाइटिस ए भाइरस अनि म चाहिँ एकदमै सक्ड भएको थिएँ। मैले चाहिँ लगभग 18 डेज जस्तो नै कम्प्लिट बेड रेस्ट लिएको थिएँ। हेपाटाइटिसले चाहिँ पछि जन्डिस पनि हुने रहेछ अनि मेरो रिकभरी फेजमा सबसे हेटेस्ट पार्ट भनेको चाहिँ मेरो जिउ एकदमै चिलाउँथ्यो, घाउ नै हुने गरी। हेपाटाइटिस ए को चाहिँ ठ्याक्कै औषधि हुँदैन रहेछ। सो मैले चाहिँ लिभर रिलेटेड औषधिहरू लिइरहेको थिएँ। यो जर्नीमा मेडिसिन्सको प्राइसले चाहिँ मलाई मिनी हार्ट एट्याक नै दिएको थियो। इफ यु आर गोइङ थ्रु सिमिलर सिम्टम्स आई हाइली रिकमेन्ड यु टु भिजिट डक्टर। म चाहिँ स्टिल फुल्ली रिकभर भएको छैन। सो हजुरहरूलाई पनि हेपाटाइटिसको बारेमा अनि रिकभरी प्रोसेसको बारेमा थाहा पाउनु छ भने चाहिँ प्लिज कमेन्ट गर्नु होला। आई एम ह्याप्पी टु सेयर माई जर्नी विथ यु अल। बाई गाइज, टेक केयर, इट हेल्दी।